हेलो साथीहरू, तपाईँहरूलाई फेरि पनि स्वागत छ। हेर्नुहोस्, अस्ति भर्खरै मैले तपाईँलाई बताएको थिएँ कि अब अनलाइनबाट नै सबै कुरा गर्न सकिन्छ। तपाईँहरूले लाइसेन्स रिन्यू गर्न सक्नुहुन्छ, लाइसेन्स नयाँ को लागि फर्म भर्न सक्नुहुन्छ। सबै कुराको प्रोसेस चाहिँ अब नेपाल सरकारले अनलाइनबाट नै गर्ने भएको छ। मैले तपाईँलाई बताएको थिएँ त्यहाँनिर चाहिँ अस्ति नै मैले गर्न खोजिरहेको थिएँ तर भइरहेको थिएन। तर आज मैले तपाईँलाई फेरि गरेर देखाउने भन्ने कुरा गरेको थिएँ अनि त्यहाँनिर मलाई अलिकति झन्झट भइरहेको थियो। मेडिकल्सका कुराहरू थिए, फेरि अफिस अप्रुभलका कुराहरू थिए होइन। त्यसै कारणले गर्दाखेरि मलाई अलिकति गाह्रो भएर म चाहिँ कतिपटक फेरि मेडिकलको ओपन हुँदाखेरि त्यो पेन्डिङ देखाउने विभिन्न कुराहरू भइरहेको थियो। तर फाइनली म यातायात कार्यालयमा नै पुगेँ, जसको कारणले गर्दाखेरि जुन दिनमा गरेको थियो त्यही दिनबाट अनलाइन सिस्टम एकदमै सुचारू भएको रहेछ। अनि त्यहीँ गएर मैले त्यहाँ उहाँलाई सोधेँ अनि उहाँले चाहिँ अब गर्न सक्नुहुन्छ भन्नुभयो अनि मैले त्यहीँबाट मोबाइलबाट गरेँ है। त्यसरी अब मैले मोबाइलबाट गरेको थिएँ। अहिले मैले तपाईँलाई कम्प्युटरमा देखाउँछु, मोबाइलबाट इजिली गर्न सक्नुहुन्छ। जस्तो तपाईँले अब लाइसेन्स रिन्युअलमा जानुभयो भने तपाईँले लाइसेन्स रिन्युअलमा जानुभयो भने यहाँनिर यसमा यो हामी चाहिँ लुम्बिनीको कारणले गर्दा म लुम्बिनीमा मैले क्लिक गरेँ तर कन्टिन्यूमा क्लिक गरेँ। त्यसपछि लाइसेन्स रिन्युअल जानु यहाँनिर तपाईँले आफ्नो पुरै फिलअप गर्नुपर्ने हुन्छ। लाइसेन्स नम्बर, नेसनल आइडी कार्ड, त्यसरी डेट अफ बर्थ, त्यसपछि तपाईँको इमेल आइडी हाल्नुपर्ने हुन्छ। त्यसपछि यहाँ कन्टिन्यूमा क्लिक गर्नुभयो भने तपाईँको एउटा ओपिटी आउँछ। त्यसपछि तपाईँले आफ्नो मोबाइल नम्बर जुन चाहिँ तपाईँको लाइसेन्समा लिङ्क भएको मोबाइल नम्बर छ त्यही मोबाइल नम्बरमा ओपिटी आउँछ। त्यो ओपिटीलाई तपाईँले राख्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले राखिसकेपछि अगाडि तपाईँ मेडिकलमा पुग्नुहुन्छ है। मेडिकलमा पुगिसकेपछि यहाँनिर एउटा कुरो के छ भन्दाखेरि त्यहाँनिर मेडिकलको तपाईँको नजिकको मेडिकलको डक्टरहरूको नामहरू सजेसन तपाईँ बर्दिया हुनुहुन्छ, बाँकी हुनुहुन्छ, तपाईँ कुन ठाउँबाट हुनुहुन्छ त्यहाँनिर तपाईँले सेलेक्ट गर्नु पर्नेछ। त्योभन्दा अगाडि तपाईँले यदि घरमै गर्नुभएको छ भने डक्टरहरू हुनुहुन्न भने त्यहाँनिर तपाईँले लिस्ट दिन्छ है। मैले अहिले तपाईँलाई देखाएको छैन किनभने यहाँनिर भरेपछि मात्रै जान्छ। मैले अलरेडी भरिसकेको कारणले गर्दाखेरि अब फेरि भन्न अलिकति राम्रो हुँदैन। त्यही भएर तपाईँलाई अनि मैले बताइदिन्छु। तपाईँले त्यहाँनिर मेडिकलको यो पार्टमा जानुभयो भने लिस्ट आउँछ। त्यहाँनिर तपाईँले डक्टरको नम्बर तपाईँले थाहा पनि लिस्ट गरिएको हुन्छ। तपाईँले त्यहाँ चुज नगर्नु होला। पहिला डक्टरलाई तपाईँले फोन गर्नुहोस्। यदि घरमै हुनुहुन्छ भने डक्टरलाई फोन गर्नुहोस् अनि डक्टरले उठाइसक्नु भएपछि उहाँले तपाईँले भन्नुहोस् कि मेरो फर्म भर्दैछु म, मलाई चाहिँ मेडिकलको आवश्यकता छ भन्नुहोस्। अथवा तपाईँ चाहिँ यदि उहाँले अनलाइनबाट नै तपाईँलाई सबै कुरा गरिदिनु भयो भने त हुन्छ, नत्र भने तपाईँ वहीँ डक्टरमा पुग्नुपर्ने हुन्छ। किनभने तपाईँको आँखा टेस्ट हुन्छ होइन, तपाईँको कानहरू टेस्ट हुन्छ, उहाँले चाहिँ त्यो कुराहरू गर्नुहुन्छ। त्यही भएर तपाईँ त्यहाँ नै पुग्नुपर्ने हुन्छ। यदि उहाँले मान्नुभयो भने चाहिँ तपाईँले सबै ठिकै छ यताउता भनेर कुरा गर्नुभयो भने चाहिँ तपाईँले त्यहीँबाट उहाँलाई 150 रुपियाँ इसेवा गरिदिनुपर्ने हुन्छ र उहाँले तपाईँको एप्लिकेसन नम्बर लिनुहुनेछ। तपाईँलाई यो गर भन्नुहुनेछ अनि त्यो भेरिफाई गरिसकेपछि उहाँले कम्प्लिट हुनेछ है। मेडिकल कम्प्लिट भइसकेपछि तपाईँ अफिस अप्रुभल भनेर लेखेको छ यहाँनिर। अफिस अप्रुभलको लागि चाहिँ तपाईँले एकछिन वेट गर्नुपर्ने हुन्छ। तपाईँले एउटा कुरो म तपाईँलाई भन्न चाहेँ, यो एप्लिकेसन तपाईँले ओपन गरिसकेपछि एउटा यहाँनिर डाउनलोड भन्ने एउटा सिस्टम आउँछ। त्यसमा तपाईँले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि त्यो डाउनलोड गरेको कुरालाई राख्नु होला। किनभने कुनै पनि बेलामा त्यहाँनिर एउटा बारकोड दिएको हुन्छ। त्यो बारकोडलाई तपाईँले यदि तपाईँ कहिलेकाहीँ हराउनु भयो, यसरी हराउनु भयो भने तपाईँ त्यहीँनिर जानको लागि फेरि त्यसलाई तपाईँले बारकोड स्क्यान गर्नुभयो भने तपाईँको कुन चाहिँ स्टेपमा पुगेको छ त्यो स्टेपसम्म
आउँछ है त। अनि मेडिकल तपाईँको अप्रुभ भइसकेपछि अफिस अप्रुभल हुन्छ। त्यसपछि उहाँहरूले तपाईँको यो मेडिकल भइसकेपछि त्यहाँनिर एउटा काम गर्नुपर्ने हुन्छ, तपाईँले सेन्ड फर अप्रुभल भनेर तपाईँले क्लिक गर्नुपर्ने हुन्छ र त्यहाँनिर तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँको अफिस चुज गर्नुपर्ने हुन्छ, कार्यालय चुज गर्नुपर्ने। त्यो कार्यालय चुज गरेर तपाईँले सेन्ड फर अप्रुभल भनेर क्लिक गर्नु होला। अनि गरिसकेपछि त्यहाँ अप्रुभल सेन्ड हुन्छ। सेन्ड भएपछि एकछिन राख्नु होला। उहाँ कार्यालयबाट तपाईँको अप्रुभल हुन्छ, उहाँहरूले अप्रुभ गर्नुहुन्छ। गरिसकेपछि तपाईँको यसमा पनि 3 नम्बरमा पनि टिक आउँछ। टिक आइसकेपछि तपाईँ पेमेन्टमा जानुहुन्छ है। पेमेन्टमा गइसकेपछि पेमेन्टमा तपाईँलाई त्यहाँनिर एउटा जेनेरेट नम्बर भनेर एउटा साइटमा दिएको हुन्छ, त्यसमा तपाईँले क्लिक गर्नु होला। नआएसम्म तपाईँ जेनेरेट गरिरहनु होला। अनि एउटा नम्बर आउँछ, नम्बर आइसकेपछि तल तपाईँलाई पे भनेर पेमेन्ट भनेर दिन्छ, एउटा भेरिफाई पेमेन्ट बटनहरू दिन्छ। तपाईँले पेमेन्टमा क्लिक गर्नु होला। अनि त्यसपछि पेमेन्ट क्लिक गरेपछि राजस्व तपाईँको देखाउँछ, राजस्वको बिल आउँछ। बिल आइसकेपछि त्यहाँनिर तपाईँले पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गरिसकेपछि त्यहाँनिर तपाईँलाई विभिन्न टुल्सहरू दिएको हुन्छ, खल्ती सेवा है, तपाईँको फोन पे, ती सबै कुरा गरेको हुन्छ। त्यहाँबाट पेमेन्ट गर्नुहोस्। पेमेन्ट गरिसकेपछि तपाईँ फेरि तपाईँले भेरिफाई नाउमा क्लिक गर्नु होला। भेरिफाई नाउमा क्लिक गरिसकेपछि तपाईँको लाइसेन्स रिन्युड हुन्छ। तपाईँ कङ्ग्रेचुलेसन भन्ने तपाईँको म्यासेज पनि तपाईँको मोबाइलमा आउँछ। त्यसपछि तपाईँलाई त्यहाँनिर तपाईँको लाइसेन्स रिन्यू भएको जुन एउटा फर्मेट हुन्छ नि, त्यो फर्मेट तपाईँले त्यहाँ डाउनलोड गर्नु पाउनुहुन्छ है त। यसरी एकदम इजी तरिकाले गर्न सक्नुहुन्छ। मेडिकलको लागि मात्रै हामीलाई अलिकति गाह्रो अवस्था हुने हो। नजिकै पाइप पर्ने डक्टर कहाँ तपाईँ जान सक्नुहुन्छ। यदि डक्टरले फोनबाट नै तपाईँलाई मेडिकल अप्रुभ गरिदिनु भयो भने त अरू त सबै कुरा तपाईँले घरबाटै गर्न सक्नुहुन्छ। अनि लाइसेन्स रिन्युड भयो भने तपाईँलाई 15 दिनभित्रमा लाइसेन्स हातमा आउँछ भन्ने कुरा हुन्छ। मैले सोधेको थिएँ, सरकारले त 24 घन्टामा आउँछ भनेको थिएँ भनेर। अनि उहाँले भन्नुभयो अब आउला त, यत्रो भिड छ, आउँछ, टेन्सन नगर्नुहोस्, 15 दिन 1 महिनापछि आउनु होला, लिनलाई अब घरमै आउँछ भनेर त त्यो हाम्रो यतातिर छैन, घरमा आउँदैन। हामी चाहिँ जानै पर्ने हुन्छ अफिसमा गएर आफ्नो लाइसेन्स लिनुपर्ने हुन्छ है त। धन्यवाद। भिडियो कस्तो लाग्यो? मन परेको छ भने लाइक, भिडियो मन परेको छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। नमस्कार। फेरि अर्को भिडियोमा आउँछु।